लेग पीस देखिँदैछ टङ्ग्री देखाए मुर्गा पिस गाइज यहाँ हेर बिहाइन्ड द सिन्स यिनीहरूले झ्याली गर बा सपोर्टर्स यतिको सपोर्टर्स भयो जिन्दगीमा के चाहियो र गाइज मुख काटिन्छ हेलो कौन हेलो छे हाते आई सो गरीब राइट नाउ गिफ्ट लिएर आइछ गर्दैछु 21 राम्रो छ अलिकलि कम समो भेला क्या नै भेल छ असले छ वाओ हैप्पी बर्थडे टोक्चल दिदी इट्स माई बर्थडे टडा ला वे तोर क्यान्डल यहाँ देख न म यस्तो हरेका हाल्ने आमासले अनि थ्यांक यू अरुण भेल त एउटा लेग पीस देखिँदैछ टङ्ग्री देखाए मुर्गा पिस यो राख्नु है पछिको लागि यो चाहिँ यो पनि एकछिन राखौँ मैले हामी ए करिया खोटखोट आउँदैछ रे हमनै जाने टोक्चल दिदी त करिया खोटखोट आउँदैछ इ त फ्ल्यासलाइट बार्से छ नि कि यो त कथि दकन लेख्मे तम न ए आखुना ओइ बच्चा सियो अरे आइजा सक्दैन ए लाइट बदल चाहिँ ओइ सुलुलु अगिना सुलुलु अगिना मैले जिस्काउँदै थिए सुलुलु यसले नङा लाइट लाग्दैन आइगे राखे ल ए या बच्चा सम गरिया यहाँ चिलर भटिया ले यसको ले या ले ओ या बैकग्राउन्ड प्लिज ये ना हमारे लखन थारो ये तो थारो ना तोर का हाइट ने पुदो के फोन कर ले या दीपिका ओए यान फोटो खींच चले या ये थारो क्या थारो ले 25 का 25 दाँत क्याल्कुलेट भी थिने 25 का दे को लाइट में रखता ले या 50 ले 25 तर मम्मी पनि त को पार अब आइज सोलो खिच्दिन्छु चप चप लेन त खिच दे चप बर्थडे गर्लको नखरा भारी त्यही गर्न त के मंगाएको मैले बाबु हट तिमी गान्दा ये सब तो डहे किलो यहाँ अब फोटो ले किन के खिचाइ छ एकरो के हेलो केक मात्र आएर बस अब यो वाला बनाइ हाल्नु अब इससे ज्यादा मैं नहीं कर सकती उन चस्मा लगाइदेऊ त यसलाई हटा दे न लेन जल्दी करम ई फिर मुझे हाज तो ये एक जना चस्मा लगा दे खोइ चस्मा हमर दुनु हाथ पे प्रकृति उ मोबाइल पकड़ त लाइट दिखा दे ल हो यो त के हुँदैन ते चस्मा पिना देबी हमर नहीं निकाले ल नहीं बुक न मैं साले उ क्यान्डल तेलाई दिएको छु बोक्ने वाला यो हटाइदिम हटाइदे किनहरु पनि बलेको हुन्छ बलेको त हुन्छ नि अब बरल छ बाहिर नि मिटिन तब लाग्छ तले गएर बनाउँदा हुन्छ त अनि फेर आबी बोक्ने जो उसके की हुन्न यही बनाउँदा नि तिनीहरु कोही पनि आउँदैन हौ बोला नि त हेर्न छ गाइज बिहाइन्ड द सीन्स बिहाइन्ड द सीन्स लु गयो बर्थडे गर्लको अब यति त इच्छा पूरा गर्नै पर्यो लु रुक जाओ 3 2 सुरमा कपाल खोल्ने है हाम्रो गुरलले पाप बेरङ ठेङ्गुनी 1 के फरक पर्दैन अब पछि ओइ बाबु एरोन हट नै त्यहाँबाट तिम्रो मोसीको बन्न देऊ 1 2 3 गो 3 हेर्ने बिर्गेल्यो ए रे रुक ये खले त यहाँ चस्मा त्यो सजिलो भ्यागेल गाइस वान टेक हातमा गु निकल गेल
बच्चा सबके केक के लोभ में छै रुक 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 खनिखेर ऐसे 2-3 टा बाहर लेके निकाल के वहाँ रखने रह काठी गाइस सेकंड टेक सेकंड टेक 3 2 1 गो दुक्का में साले फिर बिगाड्यो सच क्लम्जी एन्ड टाइनी सीड्स हुन्छ नि हाली गए हाउ क्लम्जी क्यान यु बी लो लो भयो त के लो रेडी गाइस सेकंड टेक थर्ड थर्ड टेक गाइस थर्ड टेक लो रुकला 1 2 3 गो ए बागै यसलाई केस तान्नु मन छ मसँग ओए सुरु सुरु भएको थियो होला उन्नै करे भाइ तेर भिडियो बनाइला तोरा एकटा चीज सुरु एकटा चीज गर्छ सुरु में चमकारे सुलुलुलु गाइस सुलुलुलु म पनि छु तोरा काम दे देली गाइस फिफ्थ टेक फिफ्थ टेक दे तो क्या टेक है तो अब तेरा खान लाई अलिक माथि जान नानु अलिक यसको अनुहारमा ओ यतिको लागि देखाइदेऊ न ल ए भयो कपाल अलि मजाले पकड्न चिम्टी म्यास पकड्न आउँदैन जय दान्ने हौ 1 2 चुप 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 1 2 3 गो टुक्का म्याच कन्तन्दुरी लियो वो सबै डिलिट करते बैठे 3 2 1 गो अब म्याच चलाऊ आफू बिगार ओए आगो लाग्छ अहिले फेरि ताना होस्की लागन ओए सकेला अहिले ले ले जल्दी अपना घर बहिनी न ता बुझियो म्याचले घर जादिनस् जान्छु नि 3 घर जादिनस् भने इमोसनल ब्ल्याकमेल आवाज 3 2 1 गो 10 टेक होला यो ओके बाय गजल guys weather socks इटा हेर्न के बनाम हैन अनि उ लास्टमा एडिट करके हाल्दै थियो जोरा गर न ले guys यहाँ हेरे बिहाइन्ड द सिन्स यिनीहरुले झ्याली गर जाली गर्दै छु हामी लु त फेरि गर्ने नै म्याचले बल्ल बल्ल मिलेको छ फेरि गर्ने फेरि बिगार्न मन छ बाबु एने गर्दा हो बल्ल निटु ने गर्न रे बाबु हटा ओइ के कति भयो भुतनी के भगवान मासु को झोल गाइस हमला कर दिया इसने तो इसके मेरी व्लॉग में मेरी बेइज्जत कर रही है मेरी बर्थडे में मेरी घर में भाई अब आइज ओए उकरोड के नहीं है तो ककरोड के मम्मी और कनिकरा बेइज्जत गरेर त बाँकी छ सुलुलुलु गाइस ए। सुलुलुलु मम्मी नहीं है तो पार्बी त तल देखाइराको थिए आप छेल कतै छेलबी पर्सा यहाँ के छलेले फेर सुलुलुलु खाउ तिम्रो गु बाबु छेल त ह्यापी बर्थडे हात्तीले पाडो टोइ टोइ हात्तीले पाडो टोइ बर्थडे टु यु ह्यापी बर्थडे डियर टोक्साल ह्यापी बर्थडे टु यु तेरा तो व्लॉग में निकलाल छी अरे क्या बयान दे दिन में रुक ना सब स्प्रे बना देल गया रे कोई टोक्साल यो वाला भिडियो बना न कौन 1 2 3 गो बजे त फन्दा तरकारी उई पर्सा तोलिया ले जल्दी पर्सा तोलिया यति तो ल्यार का और काख नहीं है तो ये तो आने लगे मान हमारे हाथ में नहीं चपका दियो बा सपोर्टर्स यतिको सपोर्टर्स भयो जिन्दगीमा के चाहियो र गाइज स्ट्रगल रियल स्ट्रगल
यस्तै हो छतमा बनाउनेको नतिजा आइडिया कसको सिमरन तिरुताइनको Happy birthday to you. Happy birthday to you. Happy birthday dear Pratiksha. Happy birthday to you. गाइना सकेको मेरो बर्थडे नाकैमा ढुका दाला हमरा उ बास्ता Happy birthday. Happy birthday. Wait. Happy birthday to you. Happy birthday to you. Happy birthday dear Tokchal. Happy birthday to you. ले ह्यापी बर्थडे सुलुलुलु. घर के छ र ओइ बर्थडे गर्ललाई पनि लगाइदेऊ न यार कोही. अहिले तिमीहरू लगाइदिइहाल्छस् नि प्राकृतिक देव खो प्रकृति बच्चा सम्के टाँगे दुखिहाल्यो हात दुखिहाल्यो सरी उल्टो बोल्दैछु सुलुलुलु. वर्षाले मायालु पर्खी सबै त खाल्ताको छु त खाना निस्किन खोज्छ अनि पकड देमा साथै यति आसिन त ह्यापी बर्थडे चिङच्याङ चिङच्याङ. बिचारा के ओइ चाइनिज बच्चा इत्या ओइ चिङच्याङ इत्या हेलो भन हेलो गाइस कार्टुन ओइ बनाले कहिले छ कागज त नै छ हातले हेर्दैन हातले काम लाग्छ पर्दैन छोड्देऊ नानु नै ओ यो हेर यो खाने हो कि हैन नि तँ के रिबन पनि खान्छस् रे त्यही भनेको मैले यसले भन्छ ओ रिबन गाइस पढे लेखे गवार बिलाई दिइहाल्नु फाड्दै पनि यसले मलाई के भन्नु ओइ बो बनाएको रिबन पनि दिन्छ भन्छ त म के भन्नु राखले तेरो बो बनाएको रिबन गाइस पढे लेखे गवार बिलाई ले आ हेर्दैछु ल तोरका घरमा नै त उन फेर कन्चुस बर्थडे गलल गुरल त्यति काम थोड़ी हम बर्थडे मनाइ छी हम त खाली जस्ट तिमी आफ्नो भाषामा थ्यांक यू भन न थ्यांक यू वर्षाले मोर बोर खोइ खाली मोर बोर हेरन बाँकी छ न बच्चा तिमीहरूलाई पनि हातैमा दिनु खुवाइदेन म त मान्दिन देखेर पनि खुवा दे लोक जस्तो लागेछ ल त खिया ओइ त्यसले दोल्न सुरमा अनुहारमा बर्थडे गर्ल जस्तो लेखेको छैन बिगार बेलाई ए मामी बता अलि यो रियल सक्को जिन्नाको पसाइदियो केक साले चल्ला तिमीहरुसँग म बोल्दिन टक्चल हेरौँ टक्चल देखौ है गाइस हेर ह्यापी बर्थडे टु यु गर्ल ओ यो त अनसाब पढेले पढ्दै देख ओइ उ ममाको नै छु काम नै लाग्छ हेरन सब में त लेख्नु ओइ कहिले सर्के छु बच्चा पैस देबो तोर नआमा खोइ देखो नि हेर्ने भरा हात पैस देबो भाग देखने होते देखना पहिले होते मेरो फोन हो म त काट दिन्छु भाइ के टेन्सनै छैन खोज बाबु भयो ओइ मुख काटिन्छ ए यटकेर देला अरे म बकरीलाई बोलाउँदै छु अब कहि देख्नु काट्बो कति से या कपी से ओ माय गॉड कति क्यूट यहाँ न रिबन पनि दासी आएको छ नु अनि जुली तेरो हिरबा के फाट यहाँ पैसा ले भोलि यसको ओए हमरा गरे त न तोरको मारबो हम सुलुलुलु ले के गाइस कन्जुस देख खुवाइदिनु हैन पत्नी करादै छ देख गाइस मुखमा हट्छ रे यत्रो दिदा पनि देम साजे माथिबाट केही देखिएन तेरो खाको हेर नै बोल्छ त्यस्तो बोल्नु हुन्न फटा यता हेर क्यामेराम्यान बर्थडे टु यु हजुर थ्यांक यू धन्यवाद के खाना बोला न धन्यवाद मात्र आउनु के खाना ओ त्यहाँ पहिला न
भन्ने आशीर्वाद दिँदै हुनुहुन्छ हजुर कस्तो भनेपछि भर्खर तैँले सरप्राइज वाला आयो तपाईँले म कसरी इन्भाइट गर्नु अरे घमण्डी बर्थडे गर्ल अनि तँ आइज कहाँ छस् नितु कुमारी चौधरीको पालो यसले त खुवाइ पनि दिनुपर्छ अरे मैले त सबै खाइहालेँ भयो तिमीहरू सक्यो नि ओइ मलाई फेरि खुवाइदे नि त फेरि खुवाइदिन्छु दिन्छ यार ए बिचारा तपाईँ चाहिँ कहिले नै जान्छ ओइ मेरो कुरा इग्नोर गरिदियो यसले ला ओइ कागज वान काप्नुको कागजको नै युज गरे मलाई फेरि खुवाइदैन म तँलाई खुवाइदिन्छु ल हौ ल को गाइस दुईचोटि खाने निन्जा टेक्निक दुईचोटि खानेको निन्जा टेक्निकले बिस्कुटबाट सब खाइहाल्यो रे क्रिमबाट मलाई दियो जाम भयो अब त एउटा उयो त बाँकी नै छ के ल्याइदिस् र जे पाइ त्यही खोल ल अहिले चड्डी ल्याइदिएको छ अरे ओ माय गॉड पक्ला चड्डीमा लागिहाल्यो ल छैन हौ त्यस्तो त्यस्तो बेसरम छैन हामी के थाहा ल्याइदिएको भए लल्का कलरको ल्याइदिन्थे ललका कलरको लगाउँदिनँ म अब खोल्न त म सक्नु पर्यो नि मितिनीको गिफ्टै गाइस त्यो यो चाहिँ मेरो हो कुन चाहिँ कसको मेरो हो त्यो नितु कुमारी चौधरीको गिफ्ट अरे मलाई थाहा पनि छैन कसै गिफ्ट हो के हो हौ सुलुलु अहिले नै अनबक्सिङ गर्दैछु यार भर्खर गिफ्ट पाएको ओइ यतैबाट हो नि ए अल्ढेब्री रे के जस्तो के लाग्दैछ रे मा एकै झापर दिन्छु जा म गइदिन अब फेरि आयो सुलुलुलुलुलुलु केही छैन भने के गर्नु म टिकटिकिया बैशाखमा बर्थडे भएको फाइदा मेलामा दुईटा लुगा पनि किन्न पाउँदिन अब त त्यसमै कटाइदिन्छ बर्थडेको होस् या नयाँ लुगा घाँटीमा झुन्डा फोन गर्छु ल हेलो ल अलिकति मात्रै बोल्छ नेक्स्ट गीत नेक्स्ट टिलिङ टिलिङ हेलो कौन हेलो अब दिन मन ढुनु काई के टाउको मार्दैन रे अर्को गिफ्ट अब अर्को गिफ्ट आई लभ यु खतरा गिफ्ट छ यार जिन्दगीमा कहिले बिर्सेको अर्को गिफ्ट अनबक्सिङ गर्नु ओए बाप रे भाइ काट्नु ओए यो त अनबक्सिङ गर्नु मिल्दैन अनबक्सिङै छ ओ अघि म भर्खर के भन्दै थिएँ मेरो कुनै लिप के भन्छ लिपमा लगाउने लिपस्टिक होइन हौ लिप ग्लस सकिरहेछ भनेको थियो थ्याङ्क गड काम लाग्यो गाइस हम त छुछे हाते आई सो गरीब राइट नाउ गिफ्ट लिएर तिम्रो लागि उपहार माया गर्नेलाई के भन्छौ त्यसलाई जस्तो के भन्छ मसँग पैसा छैन स्वरूप के भन्छ गाइस गरिब भएको छु म आई एम सो सरी ओए इटा के बोक्दै बखरा गाइस गिफ्टको नाममा मै हो यसलाई गिफ्ट जिन्दगी भरिलाई क्यामेराम्यान बनिदिए भन्न राम्रो राम्रो भिडियो बनाइदिए फोटो बनाइदिए ओ माय लगी गॉड दुईटा सक्ने एरन ई बुक कॉपी ध्यान ली गाइस क्या बजलो देख ले सबके टाइम में मिल ले चले आप जाई छु हम घर अरे बाय बाय असल जो घर पे मैसेज करे घर पुग के त हमार जिम्मा में भेज तो बाय बाय पुरा यहाँसम्म को आएको छ भूत गाइज भनेको थिएँ कि एक तिरबाट दो निशाना हान्छु भनेर हैन तर भएन हम सोचेको थिएँ घर रेडी हुन्छ अनि मेरो बर्थडे हुन्छ अनि एकैचोटि पूजा गरिहाल्ने भनेको थियौँ तर भएन घरकै जग्गा सबै यताउति गरेर घर ढिलो बनायौँ घर त अगाडि नै कति एक महिनाभन्दा अगाडि नै बिगारेर हालेको थियौँ मङ्सिरमातिर नै अब हामी सुतेको मेरो बर्थडे नै सकिसक्यो मेरो कति एज भयो भने तपाईँहरूलाई थाहा नै छ टाटा बाई बाई कमेन्टमा चाहिँ ह्याप्पी बर्थडे भनिदिनु होला ओके टाटा बाई बाई